भोजपुर र खोटाङमा आगो लगीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले तत्काल क्षतिपूर्ति गरोस्, राहत देओस् भन्ने माग गर्न चाहन्छु। लोकतन्त्रको विकल्प लोकतन्त्र, उन्नत लोकतन्त्र मात्र हुन्छ सभामुख महोदय। निरङ्कुश तन्त्र, तानाशाही तन्त्र कदापि हुन सक्दैन। नेपालको राजतन्त्रको अन्त र गणतन्त्रको प्रारम्भ कसरी भयो भन्ने कुरा हामी सबैलाई जानकारी छ। फेरि पनि म के भन्न चाहन्छु भने 58 जेठ 19 गते दरबार हत्याकाण्ड भयो, त्यस दिनबाट राजतन्त्रको अन्त भएर गणतन्त्रको प्रारम्भ भएको। Is Dove really different from soap? Dove contains 1/4 moisturizing cream richly blended with mild cleansers, making it softer and more radiant. माओवादीले जनयुद्धले जनवादी गणतन्त्रको पक्षमा लडाईँ लडिरहेको थियो भने अन्य पार्टीहरूले त्यति बेला संवैधानिक राजतन्त्रको अभ्यास गरिरहेका थिए। यी दुवै लडाईँ र अभ्यासहरूलाई जेठ 15 को जुन माघ 19ले त्यसलाई खारिज गरिदिएपछि हामीले पहिलो संविधान सभा मार्फत 65 मा जेठ 15 गते औपचारिक रूपमा गणतन्त्रलाई, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई वैधानिकता दिएका थियौँ। जनता सार्वभौम भएका हुन्। बीचको बाँकी समय सङ्क्रमणात्मक अवस्था थियो। त्यो सङ्कटको अवस्थामा मैले अघि भनिसकेँ, एकातिर संवैधानिक राजतन्त्र, एकातिर गणतन्त्रको अभ्यास भइरहेको थियो। पहिलो संविधान सभा गणतन्त्रलाई औपचारिकता दिँदाखेरि राजावादी दुई दलहरू पनि यही संविधान सभामा थिए। त्यसकारणले वंशनाथसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किँदैन र सार्वभौम भएको जनता फेरि राजतन्त्र ल्याउने मूर्खता पनि गर्दैन भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु। बरु समाजमा रहेको बाँकी राजतन्त्रात्मक सोच, शैली र प्रवृत्ति, व्यवहार भने अन्त गर्नै पर्दछ। सभामुख महोदय, आफै भित्रको राजतन्त्रलाई अन्त गर्न लाग्नु पर्दछ। आजको मुख्य काम यही हो। राजतन्त्र फर्किन्छ कि भन्दै अनावश्यक आशंकित हुन जरुरी छैन, होल्ला गर्न जरुरी छैन, ढुक्क हुन म अनुरोध गर्न चाहन्छु। आज देशमा केही पनि भएन भन्ने जो भाष्य भएको छ, यहाँ पूर्वाधारका हिसाबले, विकासका हिसाबले, मानव सूचाङ्कका दृष्टिकोणले हेर्दाखेरि धेरै कुराहरू भएका छन्। ती भएका कुरालाई जनतामा स्थापित गर्ने कुराहरूमा हाम्रो कमी रहेको छ। कुरा त्यति मात्रै हो। नयाँ पुस्ताको सोच र हाम्रो आवश्यकता अनुसार हामीले अगाडि बढ्न नसकेको कुरा भने पक्कै हो। सबै कुरा ठिकठाक छ भन्ने कुरा होइन। आश्वासन, महत्त्वाकांक्षा, आवश्यकता र नयाँ पुस्ताको सोच र छिमेकी मुलुकहरूको गतिहरू हाम्रो प्रगति नभएको पक्कै हो। त्यसकारण दुवै कुरालाई सही ढङ्गले मूल्याङ्कन गर्न जरुरी छ। हामीले संविधान निर्माणपछि त्यसको कार्यान्वयनतिर, आर्थिक विकासतिर दत्तचित्त भएर लाग्नु पर्थ्यो। अर्थतन्त्रमा सुधार गर्नतिर, जनताको जनजीविका क्षेत्रमा सुधार गर्न भन्दा पनि पार्टीहरू बीच, नेताहरू बीच कुर्सीको छिनाजप्ती, सत्तामोह, एकअर्काप्रतिका गाली गलौज, लान्छना र अवसर पाउँदा सबै असैद्धान्तिक गठबन्धनमा सामेल हुने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यास र संस्कारमा केही समस्याहरू उत्पन्न भएका हुन्। अविश्वास पैदा भएको। मलाई त राजतन्त्र फर्किन्छ भन्ने डर छँदै छैन। हाम्रा कमीहरू स्वीकार्न, सच्याउन हामी सक्छौँ कि सक्दैनौँ भन्ने डर मात्र छ। संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा संविधानको कार्यान्वयन मार्फत अधिकारको प्रयोग गर्ने जनचाहना, आवश्यकता अनुसारको कानुन बनाउन हामी कसको दोष हो? देशलाई प्रभावकारी नबनाउनु, प्रदेशलाई प्रभावकारी नबनाउनु, स्थानीय तहलाई बलियो नबनाउने समस्याको पछाडि केन्द्रीकृत मानसिकताको गल्ती छ भन्ने कुरा हामीले स्वीकार गर्नै पर्छ। प्रशासनिक संरचना, नेतृत्व इकाइ, सेवा प्रवाह भन्दा पनि जनतालाई शासन गर्ने खालका, सताउने खालका छन् भन्ने कुराबाट मुक्त भएर मात्रै हामी अगाडि बढ्न सक्छौँ। जनजीविकाको प्रश्नमा मुख्य गरी स्वास्थ्यलाई सहज उपलब्ध नहुनु, स्वास्थ्य सेवा सहज उपलब्ध नहुनु, खसिएको गुणस्तर शिक्षाका समस्याहरू, प्रचुर सम्भावनाका बावजुद रोजगारीको सिर्जना गर्न नसक्नु, श्रमिक र युवाहरूलाई विदेश जान बाध्य बनाउने अवस्थाको जिम्मा हामीले लिनै पर्छ, तत्काल सुधार गर्नै पर्छ। पारदर्शिता र सुशासनको क्षेत्रमा प्रगति होइन, दुर्गति भइरहेको छ। भ्रष्टाचार मौलाएको छ। ससाना काममा पनि सेटिङ बिना नहुने अवस्था सिर्जना भएको छ। यी कमी कमजोरलाई स्वीकार गर्नै पर्छ। त्यसका लागि मुख्य नेतृत्व र पार्टीहरू पारदर्शी र सुशासनको पक्षमा उभिने सङ्कल्प र व्यवहार देखाउनुपर्छ।